हेलो गाइस, सबैमा नमस्कार। हिजो अस्ति यो जुन गरिमा नानीको घटना घटिरह्यो नि, त्यो घटनाले हामी सबै सर्वसाधारण एकदम दुखित भएका छौँ। यही क्रममा मैले नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यान आकर्षणका लागि मैले निम्नलिखित बुँदा मार्फत नेपाल सरकारलाई ध्यान आकर्षण गराउन गइरहेको छु। अनि बुँदा नम्बर 1 मा रहेको छ, घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन तत्काल सुरु गरियोस्। बुँदा नम्बर 2 मा रहेको छ, छानबिन प्रक्रियामा कुनै पनि प्रकारको राजनीतिक, सामाजिक वा अन्य दबाव र हस्तक्षेप हुन नदिई प्रमाण सुरक्षित गरियोस्। बुँदा नम्बर 3 मा रहेको छ, गरिमा नानी तथा उहाँको परिवारको सुरक्षा, गोपनीयता र मानसिक स्वास्थ्य सुनिश्चित गर्दै आवश्यक संरक्षण र उपचार परामर्शको व्यवस्था गरियोस्। बुँदा नम्बर 4 मा रहेको छ, छानबिनबाट दोषी ठहरिने व्यक्ति वा व्यक्तिहरूमाथि प्रचलित कानुन बमोजिम तत्काल र कडा कारबाही गरियोस्। अनि बुँदा नम्बर 5 मा रहेको छ, पीडितलाई न्याय, क्षतिपूर्ति तथा आवश्यक कानुनी र सामाजिक सहयोग उपलब्ध गरियोस्। अनि बुँदा नम्बर 6 मा रहेको छ, छानबिन र कारबाहीको प्रगति, समय सीमा तथा प्राप्त निष्कर्षबारे नियमित र पारदर्शी रूपमा सार्वजनिक जानकारी गरियोस्। यति भन्दै यो घटनाले हामीलाई एकदम दुखित बनाएको छ। यस्ता घटनाहरू फेरि पनि घट्न नदिनका लागि अनि यो भिडियो जति पनि सक्दो सेयर गरिदिनु होला। हामी यो घटनाले एकदम दुखी भएका छौँ। लास्टमा के भन्न चाहन्छु भनेपछि, गरिमा नानीले न्याय पाउनै पर्छ। अनि पीडितको अधिकारको संरक्षण गर्दै दोषीलाई कानुनी सजाय दिलाउन नेपाल सरकार र सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चालिदिनु हुन विनम्र अनुरोध गर्दछु। जस्टिस फर गरिमा नानी।